यदि तपाईँहरूले मास्टर्स अथवा पिएचडी को लागि अमेरिका अप्लाई गर्ने सोच्दै हुनुहुन्छ भने तपाईँहरूले हेर्नुहोस्, यदि तपाईँहरूले आरए अथवा टिए पाउन खोजिराख्नु भएको छ नि, तपाईँहरूको यदि ब्याकग्राउन्ड फिजिक्स केमिस्ट्री बायोलोजी अथवा म्याथमेटिक्स यस्तो प्योर साइन्सेसको ब्याकग्राउन्डको हुनुहुन्छ भने तपाईँहरूको धेरै चान्सेस हुन्छ आरए अथवा टिए पाउने है। त्यो मेरो एक्सपिरियन्स अनुसार मैले तपाईँहरूलाई भन्दैछु। अर्को कुरा भनेको यदि तपाईँहरूको इन्जिनियरिङ ब्याकग्राउन्ड अथवा कम्प्युटर साइन्स तपाईँको ब्याकग्राउन्ड यो छ भने पनि तपाईँहरूले आरए टिए धेरै पाउने चान्सेस हुन्छ है। र अर्को कुरा तपाईँहरूले याद गर्नुहोस्, यदि तपाईँहरूले आफ्नो एप्लिकेसन चाहिँ ओभरअल सबै तपाईँको एसओपी भयो, तपाईँको सिभी प्लस तपाईँको प्रपोजलको कुरा हुन्छ, प्लस प्रोफेसरलाई कन्ट्याक्ट गर्नुहुन्छ होइन, ओभरअल सबै कुरा तपाईँले आफ्नो एप्लिकेसन चाहिँ एकदमै राम्रोसँग प्रिपेयर गर्न सक्नुहुन्छ र आफूलाई चाहिँ एउटा रिसर्च क्यान्डिडेटको रूपमा तपाईँले चाहिँ आफूलाई एक्सप्रेस गर्न सक्नुहुन्छ भने तपाईँहरूले आरएटिए एकदमै सजिलै पाउन सक्नुहुन्छ है त युएसएमा।